खाली दसैँको उपलक्ष्यमा कोही बेरोजगार भएर घरमै बसिराख्नु भएको छ भने आम्दानी बिना चाहिँ उयो कमाउनु सकिने टक्का लगाएर यति एलपी धारेको चाहिँ 4,000 रुपियाँ। अब हामीले कति घन्टामा सक्छौँ हेर्नु होला होइन। तपाईँहरू पनि बेरोजगारी हुनुहुन्छ भने चाहिँ टक्काबाट सम्पर्क गरेर चाहिँ हामीलाई सम्पर्क गरेर आउनु सक्नुहुन्छ। र कोही साथीहरू त्यस्तो बेरोजगारी हुनुहुन्छ भने सम्पूर्ण हामीलाई सम्पर्क गरेर चाहिँ मौसममा भनेको चारो हामीले भ्याउनु आँट्यौँ भन्दा पनि भर्खर आधी चाहिँ हुनु आँटिरहेको छ। 50 केजीको बोरा बोक्दा गरेर हाम्रो ठेक्दा दाजु पनि केही बस्नु त्यही भएर मैले पनि यसो थोप्रा देखाइदिएँ। त्यसपछि थोप्रा देखाइदिएँ मैले पनि कामको साथसाथैमा काम आधी भएको बेला त्यसपछि हामीले टक्का काँक्रा खायौँ। त्यहाँ ओल्लोमा पनि हाल्नुपर्छ उयो पल्लोमा पनि हाल्नु पल्लोमा पनि हाल्नु क्या पल्लोमा मात्रै